हेलो साथीहरू नमस्कार। आज चाहिँ हामी साकुरा चुचुमी पार्कतिर जाँदैछौँ। यो चाहिँ भर्खर ट्रेनबाट झऱ्यो। त्यहाँबाट चाहिँ अहिले त्यहाँबाट खुलै खुला जाने पार्कै पार्क भनौँ न खोला गएको भए चाहिँ अलिक रमाइलो हुन्छ होला। यहाँतिर चाहिँ खासै त्यस्तो केही छैन, रोडै मात्रै छ। त्यो त हाम्रो घर जस्तै रहेछ है। हस्पिटल हो क्या। अब चाहिँ जाँदैछौँ। यहाँबाट चाहिँ हामी यता राइट लिन्छौँ। त्यसपछि चाहिँ कहाँ पुगिन्छ थाहा छैन, म चाहिँ हेर्नु पऱ्यो। के भयो काकाले? अनि के हो मेरो बुढोले तयार पारेर राख्नु भएको। म काममा गएको थिएँ। पुरो साकुरा साकुरा चाहिँ झरिसकेको छ। यहाँ चाहिँ पुरै साकुरा रहेछ तर झरिसकेको छ साथी। हामी त उता जाने हो, कहिले कसरी जाने? यस्तो बाटो झऱ्यौँ हामी चाहिँ खोलामा। खोले खोला गयो भने हाम्रो घर पुग्छ क्या हो त? खोले खोला गयो भने हाम्रो घर पुग्छ क्या हो त? यहीँबाट रहेछ बाटो, यताबाट खसालिरहेको छ। यहाँबाट खसालिहाल्यो, यहाँ बाटो रहेछ। यस्तो भयो। हेर्नुहोस्, यहाँनिर खुड्किला छ, उताबाट खसियो। यहाँ एउटा पुल, यहीँ एउटा पुल त्यति नजिक नजिक थियो। त्यो भिडियो खिच्दैछ भनेर त्यो मान्छे उता गयो हेर्ने। भिडियो खिचेको देखेर मान्छे भिडियोमा आउँछ भनेर डराएर उता भाग्यो। म यता फर्काउनु पर्छ। म खिच्दिनँ थिएँ तर राम्ररी रहेछ, त्यही भएर डराएको रहेछ। अनि त्यो के हातमा ग्लोभ्स हुन्छ नि, त्यो लाउनु पर्ने। माछा मार्न मिल्ने रहेछ यहाँ। साकुरा झरिसकेपछि साकुरा ठ्याक्क फुल झऱ्यो अनि पात यार यस्तो खालको। साइकल आयो काले फेरि किन ठेलेको भन्छ यसले। एक्सप्लेन गर्नै पर्छ अरे सुरुमै, नत्र अहिले खानु खाइन्छ। आइसक्रिम रहेछ। आइस देखेन, कोदावाडी आइस दोरिङको। फर्स्ट टाइम देखेँ मैले। माछा मारेपछि चाहिँ चाहिँ माछा पुल छ। यहाँ चाहिँ पुल बन्दै गरेको रहेछ अरे, त्यहाँसम्म बनेको रहेछ। त्यहाँभन्दा उतापट्टि यो यस्तो हालेको छ। यो बनाउनलाई चाहिँ यस्तो गरेर बनाउने क्या, पुरै कभर गरेर यहाँ केही नझरोस् भनेर मान्छेहरू यहाँ हिँड्न सक्छ नि त। डिस्टर्ब गरेको क्या धुरुङ धुरुङ। तिनीहरू हो भनेको त होइन रहेछ। चुचुमी पार्क भनेछ, टोइलेट सहित नहुँदाखेरि। कति टाढा हो बुढो? पार्क त यही हो, अब यही हो। यहीँ देखा। फोन गर्नु न भेटेन भनेर। फोन गर। सेलरोटी पनि पुरै सुटकेसमा पो आएको छ त। फोन गर बुढा। के थाहा मलाई। मेरोमा त आउँदैन त आज।
हजुरआमा कसरी आयो उतै हो क्या साकुरा चाहिँ यता रहेछ हामी त्यहाँबाट जाने हो क्या जान्छ भर्याङ छ हामी चाहिँ फेरि भर्याङ चढ्ने भयो है माथिबाटै अन्त त्यहाँ नो इन्टरनेट भन्छ है बरु इन्टरनेट कनेक्सन गरिदियो वाइफाईमा छ नि त वाइफाईमा गयो साकुरा चाहिँ यो हो वाइफाईमा जाऊ जाऊ भन्छु छैन छैन यहाँ सुजन भन्ने आयो आइफोन भन्ने आयो हिँड्दै हिँड्दै यहाँ सेटिङमा जा भन्नु न भन्नु न छिटो त्यो आइफोन भन्ने आयो होला खै सुजन भन्ने छ क्या हो त्यो के हो यस्तो मजाको फुलहरू झर्न लागिसकेको छ मान्छेहरू चाहिँ यसरी खाने चलन हुन्छ यहाँ चाहिँ जस्तो खानाहरू लिएर आउने त्यसपछि बस्ने यसरी त्यसपछि खाने हुन्छ जस्तो सबै आएर यसरी बसेर खाइरहेको छ यता चाहिँ उल्टा पुनि गइरहेछ नदी ऊ तिनीहरू दिपा म्यामले देखिसकेँ मैले कस्तो कहाँ बनाउँछ अर्काको हेलो सर एकदम नमस्ते दी हजुर हामी त जमानामा नमस्ते म्याम नमस्ते नानु नमस्ते नानु नमस्ते नमस्कार नमस्कार सर हजुर ए मोनो सर होइन म सुजन है मोनो सर कता हिँड्नुभयो के सबले चिन्छ तपाईँले जसले देख्यो त्यसले ढोक्छ त तपाईँलाई छैन त्यस्तो त्यो बाइक ल्याउने नि पुरै ढोकेर गयो हो के भन्छ यसलाई चाहिँ अब सकारात्मक मानिदिउँ भन्नु अलिक त्यस्तो राम्रो कुरालाई नकारात्मक त लिने कुरै हुँदैन रहेछ नमस्कार साथीहरू नमस्कार नमस्कार आज हामी चाहिँ अनेसास जापानको साकुराको फेदमुनि साहित्यिक कार्यक्रमको तयारीमा छौँ आज निकै सुन्दर हुनेछ साहित्यिक बसाइ यो हाम्रो नियमित साहित्य श्रृङ्खला 82औं श्रृङ्खला हो हामीले 82औं साहित्य श्रृङ्खलासम्म पुर्याइरहँदाखेरि यहाँहरूको साथ सहयोग निकै रहिरहेको छ र आज अरू बेलाभन्दा केही फरक गर्ने उद्देश्यले प्रकृतिको काखमा साकुरासँग रमाउँदै साहित्यिक गतिविधि गर्ने हाम्रो योजना छ जसमा हामीलाई अहिले साथ दिँदै हुनुहुन्छ हाम्रा कवि साहित्यकार सुजन बैरागीज्यू हामी सँगै छौँ हातमा केही खानेकुराहरूको भारी पनि छ र भारी पनि त्यो हल्लुको लागेको छ कि यो माहौलले गर्दाखेरि त्यसले गर्दाखेरि पक्कै पनि आज आउन नपाउनुभएका साथीहरूलाई पनि आगामी दिनहरूमा आएर हामीसँगै साहित्यिक गतिविधिमा सामेल भइदिन अनुरोध गर्न चाहन्छु यहाँबाट जान्छ रमाइलो हुन्छ नि यहाँ बिजी सरलाई चाहिँ अलिक अप्ठ्यारो हुन्छ कि यसमा किन घुराउन सानो टायर छ साकुराको बगैँचामा लाली गुराँसको स्वाद लिँदै साथी साहित्यिक रचनाहरू ग्रहण गर्ने हाम्रो आजको योजना छ के हुन्छन् हेर्दै जामै साबित चाहिँ लगभग सकिन्छ लाइ चाहिँ यहाँ चाहिँ झर्न लागिसकेको छ यहाँ झर्न लागिसकेको छ यहाँ सरहरू चाहिँ पुरै उतापट्टि हुनुहुन्छ हौ
साकुराको फेदमुनिको ब्यानर चाहिँ यता छ। ब्यानर लिएर हामी ब्यानर हटाउँ। ब्यानर नमस्कार। यहाँ छ साकुराको फेदमुनिको साहित्यिक कार्यक्रम 82। ल मादल बजार सुरु गरौँ। नमस्ते म्याम। नमस्ते म्याम। नमस्ते म्याम। आएर भन्नुहुन्छ? ढिला गर्नु हो हजुर ढिला गर्नु हो होइन सामान लिएर आएको फेरि सर के आयो सुन्नु परेन आयो आयो किन जानु पर्यो छेल्ला चाहिँ पाइँदैन है शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको छ। हजुरहरूको लिएर योसँग पाउनुभएको छ। कार्यक्रमको अन्तसम्म रहेर साथ दिनुहुनेछ भन्ने आशा राख्दै स्वागत गर्दछौँ। नयाँ वर्ष 2083 शुभकामना व्यक्त गर्दै कार्य निरन्तर चलिरहोस्, संसदमा भन्दै जाओस्, यही शुभकामना व्यक्त गर्दै पुनः स्वागत गर्दछु। धेरै धन्यवाद श्रोता श्रोताजीलाई स्वागत मन्तव्यको लागि। यति बेला अनुशासन जापानकी सल्लाहकार सबिना रेग्मीज्यू उपस्थित हुनुभएको छ। सबिना रेग्मीज्यूलाई अतिथि आसन ग्रहण गरिदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हामी अलिकति 12:30 बजे भने पनि कार्यक्रम अलिकति ढिलो सुचारू गर्न गएकाले ढिला नगरी कार्यक्रमलाई अगाडि बढाउन अनुमति चाहन्छु। अब हामी बिस्तारै पालै पालो खुसी लागेको छ यो साकुराको माहौलमा। कसैले 33 वर्ष, कसैको 20 वर्ष, कसैको 18 वर्ष, जहाँसम्म लाग्छ लक्ष्मण सर र म मात्रै यो जापानमा कान्छा छौँ। भर्खर दोस्रो वर्षमा प्रवेश गरिरहेका छौँ। तर हामी पनि 18 वर्ष बस्यौँ भने जहाँसम्म लाग्छ हाम्रो पनि उमेर सकिन्छ होला। र नयाँ वर्षको तपाईँ सम्पूर्ण प्रिय मनहरूलाई म शुभकामना पनि दिन चाहन्छु। र खुसीको कुरो चाहिँ धेरै लामो समयपछि सेलरोटी खान पाइयो। मलाई यो सेलरोटी भनेपछि प्रेमिकाको याद आउँछ। मलाई बडो मिठो लाग्थ्यो यो सेलरोटी, त्यही भएर आज म उसलाई सम्झिरहेको छु यो साकुराको फेदमुनि बसेर। मन पर्थ्यो। अघि हाम्रो गैरे सरले भन्नुभएको थियो, मलाई सुझाव दिनुभएको थियो अब जोडियो बाँधिनुपर्छ भन्ने कुरा। म लामो समयदेखि एक्लै हिँड्न रुचाइरहेको मान्छे, पछिल्लो केही दिनदेखि भनौँ केही हप्तादेखि चाहिँ मेरो मन अर्कै भइरहेको अवस्था छ। होइन यसरी त हुँदैन कि क्या हो भन्ने लागेर अब बाँधिनुपर्छ कि क्या हो भन्ने लागेर मैले मेरो श्रीमतीका लागि को हुन्छ थाहा छैन, जो हुन्छ श्रीमतीका लागि मैले पहिलो कविता लेखेको छ। आज म त्यही कविता सुनाउँछु। यदि मेरो श्रीमती भइन् भने उनलाई सबभन्दा पहिले सुहागरातभन्दा पहिले म यो कविता सुनाउनेछु। होइन सुन्दै हुनुहुन्छ कविता? प्रकाश सरले सुन्नु भएन, त्यही भएर कविताको शीर्षक छ हिजोसम्म म बाटोको फुल थिएँ। हिजोसम्म म बाटोको फुल थिएँ, जसले मन लाग्यो उसैले टिप्थ्यो।
जसरी मन लाग्यो उसै गरी टिप्थ्यो। मैले कहिल्यै गुनासो गरिनँ आफू चुडिनु परेकोमा। टिप्नेहरूले पनि दिनभरि शिरमा सजाउँथे। टिप्नेहरूले पनि दिनभरि शिरमा सजाउँथे। रात परेपछि ओछ्यानमा पुर्याउँथे र बिहान बढारेर फालिदिन्थ्यो। मैले कहिल्यै गुनासो गरिनँ आफू एकै रातमा झर्नु परेकोमा। बरु म त फुल्थेँ उसै गरी र उभिन्थेँ बाटोमा उसै गरी। हिजोसम्म म बाटोको फुल थिएँ। हिजोसम्म म बाटोको फुल थिएँ। यसरी फुलिदिन्थेँ जसले जसरी टिपे पनि सजिलै चुडिन्थे। मैले कहिल्यै गुनासो गरिनँ टिप्नेहरूको नाममा। मलाई टिप्नेहरूको मैले जात हेरिनँ, उमेर हेरिनँ र कहिल्यै सोधिनँ टिप्नुको उद्देश्य पनि। म त आफू चुडिनुमै आनन्दित हुन्थेँ। हिजोसम्म म बाटोको फुल थिएँ। हिजोसम्म म बाटोको फुल थिएँ। मैले घाम भनिनँ, पानी भनिनँ, मुस्कुराउँदै फुलिरहेँ हावाहुरी सहेर। मैले कहिल्यै गुनासो गरिनँ आफू ओइलिनु परेकोमा, अनायासै झर्नु परेकोमा। बरु निरन्तर फुलिरहेँ। हिजोसम्म म बाटोको फुल थिएँ। पर्खाइ कसैको थिएन, तर पनि म बाटोमै उभिएर फुलिरहेँ आउने जानेहरूको भिड निहाल्दै। हिजोसम्म म बाटोको फुल थिएँ। हिजोसम्म म बाटोको फुल थिएँ। कहिले कसैले देखेन। अझै पनि कविता सुन्ने माहौल छ जस्तो लागेन। हिजोसम्म म बाटोको फुल थिएँ। कहिले बाटोमै फुलेर पनि कहिले कसैले देखेनन्। कहिले कसैले देखेर पनि नदेखे झैँ गरे। मैले कहिल्यै गुनासो गरिनँ उनीहरूको नजरमा। बरु निरन्तर फुलिरहेँ अपमानका धुलो र धुवा सहेर। हिजोसम्म म बाटोको फुल थिएँ। हिजोसम्म म बाटोको फुल थिएँ। कहिले मन्दिरको ढोकासम्म पुगेर ढोकाबाट भित्र फालेँ। कहिले मन्दिरको ढोकासम्म पुगेर ढोकाबाट भित्र फालिएँ। कहिले तुलसीको मोटमा पुगेर ओइलिएँ। कहिले चितामाथि बसेर लासमाथि बसेर चितासम्म पुगेँ। कहिले वैशले भर्खर जवानी चढ्दै गरेका किशोरीहरूको कानमा सिउरिएर कक्षा कोठासम्म पुगेँ। कहिले वैशले उन्माद किशोरहरूको हातबाट उनीहरूका प्रेमिकासम्म पुगेँ। मैले कहिल्यै गुनासो गरिनँ आफू यसरी पटक पटक चुडिनु परेकोमा। बरु फुलिरहेँ निरन्तर। हिजोसम्म म बाटोको फुल थिएँ। हिजोसम्म म बाटोको फुल थिएँ। तर अब मलाई आँखा नलगाउनु। अब त मलाई अरू कसैले आफ्नो दिलको गमलामा रोपिसकेको छ। अब त मैले उसैका लागि फुल्नु छ, उसैका लागि फक्रिनु छ र मगाउनु छ उसैका लागि मात्र। ओइलिनु परेछ भने पनि म उसैका लागि ओइलिनेछु। ओइलिनु परेछ भने पनि म उसैका लागि ओइलिनेछु। झर्नु परेछ भने पनि म उसैका हातबाट झर्नेछु। उसैले टिप्छे र धुलो टक्टकाउँदै उसैले फेरि शिरमा सजाउनेछे। हिजोसम्म म बाटोको फुल थिएँ। हिजोसम्म म बाटोको फुल थिएँ। तर अब मलाई आँखा नलगाउनु। अब त म अरू कसैको दिलको गमलामा फुल्न लागेको फुल हुँ। हिजोसम्म म बाटोको फुल थिएँ। धन्यवाद। अरूले फसायो अचार रोटी, अचार रोटी। तिमीले कप खाइदेऊ न एकचोटि, रानी फुल बसायो। तिम्रो माया नभएको हो र अरूले फसायो। तिम्रो माया नभएको हो र अरूले
सपनभरि साकुरा फुलिन्छ साकुरा फुलिन्छ तर यो मन तिमीमै भुलिन्छ रानी फुल बसायो तिम्रो माया नभएको कारा अरूले फसायो साकुरा फुलिन्छ साकुरा फुलिन्छ तर यो मन तिमीमै भुलिन्छ रानी फुल बसायो तिम्रो माया नभएको कारा अरूले फसायो तिम्रो माया नभएको कारा अरूले फसायो। धन्यवाद। कविताको शीर्षक छ पाना पल्टिएपछि। म बुझ्छु तिमीलाई फुर्सद थिएन, म बुझ्छु तिमीलाई फुर्सद थिएन, मलाई पनि हतार थिएन। सायद त्यसैले प्रेमको बाटो सजिलो भएन, सायद त्यसैले प्रेमको बाटो सजिलो भएन। केही दिनका लागि जिन्दगी उज्यालो भयो, केही दिनका लागि जिन्दगी उज्यालो भयो। तिमी मेरो कथामा आयो र मेरा शब्दहरूसँग केही बेर मुस्कुरायो। तिमी खुसी मेरो कविताको लय बन्यो, तिम्रो खुसी मेरो कविताको लय बन्यो। तिम्रो सम्झना मेरो रातहरूको उज्यालो। तर समयले तिम्रो कथा लामो हुन दिएन, तर समयले हाम्रो कथा लामो हुन दिएन। पाना पल्टियो अनि तिमी धेरै टाढा पुग्यौ। धन्यवाद। छोराको पैसा समयको भ्रमबाट, छोराको पैसा समयको भ्रमबाट आँसु झारिरहेन आमा आश्रमबाट कि छोराछोरीलाई नैतिकता सिकाइयोस्। छोराको पैसा समयको भ्रमबाट आँसु झारिरहेन आमा आश्रमबाट कि छोरालाई नैतिकता सिकाइयोस् कि आमा बा शब्द हटाइयोस् पाठ्यक्रमबाट। धन्यवाद। म अब गजल भन्छु। पहिले केही बुझ्न सकिन भएले गर्दा, पहिले केही बुझ्न सकिन भएले गर्दा, पहिले केही बुझ्न सकिन भएले गर्दा मैले धोका पाएको रहेछु गलत समयले गर्दा। पहिला केही बुझ्न सकिन भएले गर्दा मैले धोका पाएको रहेछु गलत समयले गर्दा। मनोरञ्जन हुन्छ रमाइलो हुन्छ भन्नु भ्रम रहेछ, मनोरञ्जन हुन्छ रमाइलो हुन्छ भन्नु भ्रम रहेछ। कोही पागल बनेको छ कसैको अभिनयले गर्दा। मनोरञ्जन हुन्छ रमाइलो हुन्छ भन्नु भ्रम रहेछ, कोही पागल बनेको छ कसैको अभिनयले गर्दा। उनी भएर म बाँचेको छु भन्ने भान हुन्थ्यो, उनी भएर म बाँचेको छु भन्ने भान हुन्थ्यो, उनी भएर म बाँचेको छु भन्ने भान हुन्थ्यो। होइन म बाँचेको रहेछु हृदयले गर्दा। उनी भएर म बाँचेको छु भन्ने भान हुन्थ्यो, उनी भएर म बाँचेको छु भन्ने भान हुन्थ्यो। होइन म बाँचेको रहेछु हृदयले गर्दा। मैले प्रेम गर्दा झन्डै मृत्युको कारण बन्यो, मैले प्रेम गर्दा झन्डै मृत्युको कारण बन्यो, मैले प्रेम गर्दा झन्डै मृत्युको कारण बन्यो। बाँच्ने आधार बन्दो रहेछ कतिपयले गर्दा। मैले प्रेम गर्दा झन्डै मृत्युको कारण बन्यो, बाँच्ने आधार बन्दो रहेछ कतिपयले गर्दा। पैसाको महत्त्व कति हुन्छ प्रश्न नगर्नुहोस् मलाई, पैसाको महत्त्व कति हुन्छ प्रश्न नगर्नुहोस्, पैसाको महत्त्व कति हुन्छ प्रश्न नगर्नुहोस्। गरिबले मर्नुपर्छ 1-2 सयले गर्दा, गरिबले मर्नुपर्छ 1-2 सयले गर्दा। पहिले केही बुझ्न सकिन भएले गर्दा मैले धोका पाएको रहेछु गलत समयले गर्दा। धन्यवाद। अर्को एउटा मुक्तक छ। कहिले नाम सकिन्छ कहिले घर सकिन्छ, कहिले नाम सकिन्छ कहिले घर सकिन्छ, हो यसै गरी जिन्दगीको सफर सकिन्छ। कहिले नाम सकिन्छ कहिले घर सकिन्छ, हो यसै गरी जिन्दगीको सफर सकिन्छ। तिमी मेरो प्रेमको प्रश्न पत्र उठिए, तिमी मेरो प्रेमको प्रश्न पत्र उठिए। यदि भएन भने जिन्दगीको उत्तर सकिन्छ। ओहो बाआमा आश्रममा राखेर आउनु भएछ, ओहो बाआमा आश्रममा राखेर आउनु भएछ, ओहो बाआमा आश्रममा राखेर आउनु भएछ। अब भगवान खोज्दा खोज्दै पत्तर सकिन्छ। ओहो बाआमा आश्रममा राखेर आउनु भएछ, अब भगवान खोज्दा खोज्दै पत्तर सकिन्छ। शराब पिएर मैले प्रेम गरेँ तिमीलाई,
शराब पिएर मैले प्रेम गरेँ तिमीलाई, शराब पिएर मैले प्रेम गरेँ तिमीलाई, बिन्ती धोका पाएँ भने जवाब सकिन्छ, कहिले नाम सकिन्छ कहिले घर सकिन्छ, वैसै गरी जिन्दगीको सफर सकिन्छ। हस् धन्यवाद। कार्यक्रमका सभापतिज्यू, हाम्रा प्रमुख अतिथि साकुराको बोट, तपाईँहरूको यो उपस्थिति, यो माया 9 वर्ष पहिले हाराजुकुमा यस्तै उपस्थितिमा हामीले साकुराको बोट पुग्ने कार्यक्रम गरेका थियौँ। यो मौसम आफैमा कविता जस्तो छ, हावा चलिरहेछ, साकुराको पातहरू झरिरहेछ, हामी रमाइरहेछौँ। म एउटा चिया बन्दैछ, अलि नजिक नजिक आउनु होला, त्यो चियाले तातो तातो ल्याउँछ। म एउटा साकुराको पयौँ भन्ने कविता सुनाउँछु, किनभने यो साकुरा र हाम्रो पयौँ अलिकति सम्बन्धित पनि छ। सुनिदिनु होला कविता। आमा यसपालि पनि फुल्यो टाकुराको पयौँ, सम्झिन्छ कि सम्झिन्न होला टाकुराको पयौँले मलाई, तिमीले जस्तै गरी जीवनका 16औं वसन्त टाकुरामा बिते, मलाई त्यो सौभाग्य मिलेन पयौँ, तिमीले चाहिँ पुरै जिन्दगी गाउँमै बिताउन। यात्रा सहज होला भनेर मान्छेहरूले बाटाहरू बनाए, यात्रा सहज होला भनेर मान्छेहरूले बाटाहरू बनाए, तर तिनै बाटाहरूले मलाई लखेटिरहे दूरसम्म, खैर यात्रा सहज भएन। ए मेरो टाकुराको पयौँ, समयले दुःखहरू साकुरासँग साट्नु भनेको रहेछ, गण्डकीले तिर्खा समुद्रमा पुगेर मेट्नु भनेको रहेछ, सगरमाथाले झझल्को आउँदा खुजिसानतिर फर्किनु भनेको रहेछ। त्यसै त्यसै गरेँ, तर सबै बिम्बहरू छोडेर पनि निठुर समयले, बिम्बहरू छोडेर पनि निठुर समयले एउटै बिम्ब कतै छोड्न सकेनछ, मेरी आमाको जस्तै बिम्ब जसलाई हेरेर बाँच्नु भनेर। ए देश खै के सन्देश पठाउँ यी सेतै फुलेका साकुराहरूबाट, जहाँ सेतो लुगा लगाउने आमा दिदी भाउजूहरूलाई या भावले हेर्छ समाजले। मलाई खुब भन्न मन छ सेतो रङ शालीन हुन्छ भनेर, सेतो फुल सुन्दर हुन्छ भनेर, सेतो पहिरन गर्ने मान्छेहरू भगवान जस्तै लाग्छन् भनेर, र भन्न मन छ जीवनको अन्तिम रङ पनि सेतै हो भनेर। आमा यो साल पनि साकुराको देशबाट सेतो रङसँगै सेतै सुगन्ध पठाएको छु भनिदिनु होला सेतो रङ लाउनेहरूलाई, सुन्दर मुटुले हेरिदिनु भनेर, जसरी मान्छेहरूले मेरो सेतो हिमाललाई सुन्दर आँखाले हेर्छन्। ए मेरो टाकुराको पयौँ, हावाहुरी हुन्डरी घाम पानी बर्सात, ए मेरो टाकुराको पयौँ, हावाहुरी हुन्डरी घाम पानी बर्सात, सबै सहेर सुनौलो दिन र अँध्यारो रात, सबै सहेर जसरी हाँसिरहेछौ बाँचिरहेछौ, त्यसै गरी हाँस्न सिकाइदिनु, बाँच्न सिकाइदिनु मेरा भाउजू दिदी आमाहरू। धन्यवाद। सवाली मेरो घरबार बिगारेसी सप्रिय सवाली, टुक्क गाला हालिसौनी के छ हालिचाली, मेरो घरबार बिग्रिएसी सप्रिय सवाली, टुक्क गाला हालिसौनी के छ हालिचाली, रिस राग भुलिसके द्वेष अचेला, रिस राग भुलिसके छैन द्वेष, मिल्छ भने कहिलेकाहीँ भेटौँ क्यारेकाली, मेरो घरबार बिगारेसी सप्रिय सवाली, बहाना त कति कति चाह्यौ भने तिमीले, बहाना त कति कति चाह्यौ भने तिमीले, झरी पर्दा सम्झे हुन्छ चुइयो भन्दै पाली, मेरो घर बिगारेसी सप्रिय सवाली। अन्तिम शेर छ। तिमी बस रानी बनी मन रुजाउने पानी बनी, तिमी बस रानी बनी मन रुजाउने पानी बनी, मै खनाउला सेउकुना मै लगाउला हाली, मेरो घरबार बिगारेसी बि सप्रिय सवाली, टुक्क गाला हालिसौनी के छ हालचाल। धन्यवाद। धेरै धन्यवाद। मेरो कविताको शीर्षक छ नयाँ बिहानको खोजी। देश बोक्दै हिँडेको छ घाउहरूको इतिहास, देश बोक्दै हिँडेको छ घाउहरूको इतिहास, विकासको नाउँमा थिचिएको छ सास, युवाको आँखा सपना होइन आजकल विदाईका आँसुले भिजेको छ, युवाको आँखा आज सपना होइन आजकल विदाईका आँसुले भिजेको छ, आमाको फरिया च्यातिएको छ दुःखले, बुबाको पसिना सस्तो भएको छ समयले, बालबालिकाको हाँसो हराएको छ कतै, भोलिको उज्यालो खोज्दै अँध्यारोमा रोएको छ, कोही विदेशको बाटोमा हराउँदैछन्, कोही आफ्नै देशभित्र अस्तित्व खोज्दैछन्, एकमुठी सपना बोकेर हिँड्ने ती हातहरू आज किन खाली अनि किन यति धेरै थाकेका छन्, भ्रष्टाचारको जालोले देश बेरेको छ,
न्यायको आवाज चिच्याएर थाकेको छ। बलात्कारीहरू स्वतन्त्र हिँड्दा निर्दोषको जिन्दगी सस्तो बनेको छ। तर यो अँध्यारो सधैँ रहँदैन साथी, यो पीडा पनि एक दिन रोकिन्छ। आज फेरि देशले सास फेर्दैछ, नयाँ मुहार नयाँ जोस बोकेर परिवर्तनको सानो किरणले हामी सबैलाई बोलाउँदैछ। अब समय हो देशले हामीलाई के गर्यो होइन, हामीले देशका लागि के गर्यौँ भनेर सोच्ने। यही सोचले जन्माउँछ नयाँ नेपाल। जब युवाले आफ्नो माटो चुम्छ, जब पसिना यहाँ रोकिन्छ, त्यस दिन अमेरिका जापान लाग्ने होइन, हामीलाई हाम्रै देश नेपाल स्वर्ग लाग्नेछ। सपना विदेशमा होइन, हामीले अब आफ्नै गाउँ आफ्नै सहरमा फुलोस्। हरेक हातले श्रम गरून्, हरेक मनले देशको माया बोकुन्। न्याय नरोस् आमा, फेरि नरुनुहोस्, फेरि छोरीहरूले चिच्याउन नपरोस्। त्यो परिवर्तन केवल शब्दमा नहोस्, केवल आवाजमा नहोस्। नेपालको मुहार साँच्चै नयाँ बनोस्। हस्, धन्यवाद। हस्, धेरै धेरै धन्यवाद अप्सराजी यहाँलाई सुन्दर कविताको लागि। रासोपालाई बधाई। रासोपाले चुनाव जित्यो, बालेन प्रधानमन्त्री। रासोपाले चुनाव जित्यो, बालेन प्रधानमन्त्री। देशैभरि जनताहरूले बजाइदिए घन्टी। युवाहरूको सपनाहरू पुरा हुँदै गयो, युवाहरूको सपनाहरू पुरा हुँदै गयो। भ्रष्टाचार गर्नेहरूको सातो पुत्रो गयो। भ्रष्टाचारी गर्ने मान्छे सबैलाई समाऊ, भ्रष्टाचारी गर्ने मान्छे सबैलाई समाऊ। सबैजना मिलिजुली राम्रो नेपाल बनाऊ। कल कारखाना खोल तिमी रोजगारी दिन, कल कारखाना खोल तिमी रोजगारी दिन। देशमै काम पाए युवा जान्छन् विदेश किन। विकासले गाउँ टोलमा खुसियाली छाओस्, विकासले गाउँ टोलमा खुसियाली छाओस्। पक्की पुल, स्वास्थ्य चौकी, सडक पेटी बनोस्। नराम्रोमा खबरदारी, राम्रो काममा ताली। नराम्रोमा खबरदारी, राम्रो काममा ताली। राम्रो काम गर्दाखेरि खाने छैनौ गाली। सुशासनको आवाज होस्, जनता खुसी रहन्। सुशासनको आवाज होस्, जनता खुसी रहन्। ठुला साना समान देख्ने राम्रो कानुन बन्नु। धन्यवाद। मेरो कविताको शीर्षक राखेको छ नेपाल आमा। रहर र बाध्यताका सपनाहरू पोको पारेर जुन दिनदेखि मैले तिमीलाई छोडेर आएँ, त्यही दिनदेखि हो मैले रुन थालेको। रहर र बाध्यताका सपनाहरू पोको पारेर जुन दिनदेखि मैले तिमीलाई छोडेर आएँ, त्यही दिनदेखि हो मैले रुन थालेको। परदेशमा तिम्रा यादहरू बोकेर गल्ली गल्ली चहार्दै नेपाल आमा, यहाँ साकुराको बोटमुनि। कपास छैन सेतै फुलेकी मेरी आमा, सुकेको रुख छैन जिउडा मेरो दण्डका अस्ति पन्धरहरू देखिने भएका मेरा बाबा। ती आफन्त नातागोता र साथी सहेलीहरू, त्यो पहाड, स्वच्छ हावा र कल बग्ने पानी। मेरो बालापन, यौवन र जवानी जुन दिन धरौटी राखेर आएँ, मेरो बालापन, यौवन र जवानी जुन दिन धरौटी राखेर आएँ, त्यही दिनदेखि म टोलाइरहेकी छु सम्झेर तिमीलाई हर पल हर क्षण। नेपाल आमा, यहाँ साकुराको बोटमुनि। सफा सुग्घर र सभ्य मान्छेहरूको भिडमा तारा नै टिप्न मिल्ने अग्ला गगनचुम्बी महलहरूको सहर छ यहाँ। कसैले कसैलाई नचिन्ने, देखेर पनि नदेखे जस्तै गरी बाटो काटेर हिँड्ने छिमेकीहरूको घर छ यहाँ। मान्छे छन् तर उनीहरूसँग मिल्ने हाम्रो संस्कार छैन। न ऐँचो पैँचो छ, न भाषा न भात छ। सबै कुरा छ र पनि अभाव छ। हो, यहाँ सबै कुरा छ र पनि अभाव छ। सास फेर्ने फुर्सद छैन, मिनटको हिसाब छ।
फेसबुकमा देखिने मेरा फोटाहरूले भन्छन् हो फेसबुकमा देखिने मेरा फोटाहरूले भन्छन् म यहाँ धेरै खुसी छु तर म तिमीलाई छोडेर आएदेखि नै बेहोसी छु एकहोरो टोलाइरहन्छु म तिम्रो यादमा जीवित ज्यानको मृत मन बोकेर नेपालमा यहाँ साकुराको बोटमा त्यो उर्वर एकमुठी माटोको गन्ध सुग्न नपाएको धेरै भयो कल बग्ने त्यो तिरतिरे धाराको पानी नपिएको पनि वर्षौँ भयो हरेक वर्ष यहाँ साकुरा फुल्दा सम्झन्छु त्यहाँ नाली गुराँस लपक्कै फुलेका होलान् तिम्रो साथीले मेरा पाइला पाइलाको प्रतीक्षा गरेका होलान् हावा पानी र ताराहरूमा कतै पाउन सक्दैन तिमीलाई थाहा छैन मेरो बाटोमा हजारौँ अदृश्य पर्खालहरू छन् नेपालमा तिमीलाई थाहा छैन मेरो बाटोमा हजारौँ अदृश्य पर्खालहरू छन् तिनले रोक्छन् म तोड्न सक्दिनँ आधा जीवन कटुन्जेल हिँडेको बाटो हो यो मेरो आधा जीवन कटुन्जेल हिँडेको बाटो हो त्यसैले सजिलै मुन्न सक्दिनँ बस म तिमीलाई सम्झन्छु र थित मरुन्जेल रुन्छु म तिमीलाई सम्झन्छु र थित मरुन्जेल रुन्छु एक्लै पुरा एक्लै भएको बेला नेपालमा साकुराको तोटमा हजुर धन्यवाद एक अनौठो निर्णय लिएको बेला जिन्दगीले एक अनौठो निर्णय लिएको बेला बिन्ती त्यति बेलै अन्मनु मैले जहर पिएको बेला जिन्दगीले एक अनौठो निर्णय लिएको बेला बिन्ती त्यति बेलै अन्मनु मैले जहर पिएको बेला मन मात्र भएर पनि नहुने रहेछ आफैलाई धिक्कारे मन मात्र भएर पनि नहुने रहेछ आफैलाई धिक्कारे भिक्षु भिक्षा माग्न आयो अन्न रित्तिएको बेला भिक्षु भिक्षा माग्न आयो अन्न रित्तिएको बेला फिर्ता गर्दा थाहा छैन कस्तो सम्बोधन पाउँछु फिर्ता गर्दा थाहा छैन कस्तो सम्बोधन पाउँछु भगवानको उपमा पाएको थिएँ ऋण दिएको बेला फिर्ता गर्दा थाहा छैन कस्तो सम्बोधन पाउँछु भगवानको उपमा पाएको थिएँ ऋण दिएको बेला बा किन पस्दैनन् अचेल छिमेकी हाम्रो घरमा बा किन पस्दैनन् अचेल छिमेकी हाम्रो घरमा छिर्दैनन् बाबु छानो चुइदा अनि खाबो मकिएको बेला अनुरोध गर्दै मलाई मिलाई यति त भनिदिनुहोस् न यार अनुरोध गर्दै मलाई यति त भनिदिनुहोस् न यार आमा कतै लुकाइदिनु छोराको मुर्दा सजिएको बेला आमा कतै लुकाइदिनु छोराको मुर्दा सजिएको बेला छिर्दैनन् बाबु छानो चुइदा अनि खाबो मकिएको बेला भगवानको उपमा पाएको थिएँ ऋण दिएको बेला भिक्षु भिक्षा माग्न आयो अन्न रित्तिएको बेला बिन्ती त्यति बेलै अन्मानु मैले जहर पिएको बेला हस्त धन्यवाद मैले यतिसम्म गरेको छु हरामी भएर मैले यतिसम्म गरेको छु हरामी भएर गएको छु आफ्नै सपनाको मलामी भएर मैले यतिसम्म गरेको छु हरामी भएर गएको छु आफ्नै सपनाको मलामी भएर यसरी लागेको छ मेरो कुप्रचारमा यसरी लागेको छ मेरो कुप्रचारमा सोध्नु छ के मिल्ने रहेछ मेरो बदनामी गरेर यसरी लागेको छ मेरो कुप्रचारमा सोध्नु छ के मिल्ने रहेछ मेरो बदनामी गरेर गएको छु आफ्नै सपनाको मलामी भएर भयो नाङ्गो नाच देखाउन बन्द गर अब भयो नाङ्गो नाच देखाउन बन्द गर अब कति ढाँड्छौ आफै बोक्सी आफै धामी भएर भयो नाङ्गो नाच देखाउन बन्द गर अब कति ढाँड्छौ आफै बोक्सी आफै धामी भएर एक अक्षरको म छौ अहिले एक अक्षरको म छौ अहिले भन न कहिले बस्ने दुई अक्षरको हामी भएर एक अक्षरको म छौ अहिले भन न कहिले बस्ने दुई अक्षरको हामी भएर
अब त हर पल तिमीलाई सम्झने जागिर पाएँ। अब त हर पल तिमीलाई सम्झिने जागिर पाएँ। बसिरहेको थिएँ अहिलेसम्म बेकामी भएर। कहिले बस्ने भन न 2 अक्षरको हामी भएर। कति ढाँड्छौँ आफै बोक्छे आफै धामी भएर। सोध्नु छ के मिल्ने रहेछ मेरो बदनामी भएर। गएको छ आफ्नै सपनाको मलामी भएर। झर्ने मेरा सबै गम्भीरताहरू कुनै समय हामी यही साकुराको फेद मुनि घन्टौँ बसेका थियौँ। म कहिलेकाहीँ निकै गम्भीर भएर जीवनका ठुला कुरा गर्थेँ। भविष्य, सपना, देश अनि हाम्रो प्रेम। म कहिलेकाहीँ निकै गम्भीर भएर जीवनका ठुला कुरा गर्थेँ। भविष्य, सपना, देश र हाम्रो प्रेम। तर तिमी मलाई हेरेर मुसुक्क मुस्कुराउँदै भन्थ्यौ, पहिला कफी त किनेर ल्याऊ अनि भविष्य सोचौला। पहिला कफी त किनेर ल्याऊ अनि भविष्य सोचौला। मेरो गम्भीरताहरू सबै तिम्रा भोकमा बिलाउँथे। साकुरा झर्दा तिमीले भनेकी थियौ नि, साकुरा झर्दा तिमीले भनेकी थियौ नि, हेर न बन्धु। साकुरा झर्दा तिमीले भनेकी थियौ नि, हेर न बन्धु, यी फुलहरू कति छोटो समय बाँच्दा रहेछन्। मैले हल्का मजाक गर्दै भनेको थिएँ, हाम्रो प्रेम त कम्तीमा मेरो तलब आउने दिनसम्म त टिक्छ नि। हाम्रो प्रेम त कम्तीमा मेरो तलब आउने दिनसम्म त टिक्छ नि। कि जापानको भिसा सकिएपछि यसै गरी फुल जस्तै झर्ने हुन्। मलाई डर थियो प्रेम साकुरा जस्तै हुन्छ कि सुन्दर तर धेरै समय नटिक्ने। आज फेरि साकुरा फुलिरहेका छन्। आज फेरि साकुरा फुलिरहेका छन्। तर तिमी यहाँ छैनौ। हावा चल्दा फुलहरू उसै गरी झरेका छन्। म सम्झन्छु अगालोमा बेरिएर फोटो खिचेको बुढेसकालमा हेरेर हाँसौला भनेकी थियौ। अचेल ती फोटोहरू फोनको ग्यालेरीमा छैनन्। अचेल ती फोटोहरू फोनको ग्यालेरीमा छैनन्। मेरो मुटुको कुनै गोप्य फोल्डरमा छन्, जहाँ पासपोर्ट अझै पनि तिम्रो नाम नै छ। तिम्रो नाम नै छ। साकुराका पातहरू आज पनि त्यसै झरिरहेका छन्। म त्यही फेद मुनि उभिएर सोच्दैछु, कति अनौठो थियो है प्रेम। आज यो रुख मुनि तिमी बिना एक्लै उभिएको छु। मौसम अनुसार फुल झर्छ, रुख फेरि फुल्छ। तर केही सम्झनाहरू भने एकपटक मुटुमा बसेपछि कहिले नझर्ने रहेछन्। आज साकुराको फेद मुनि उभिएर म फेरि तिमीलाई सम्झन्छु। आकाशतिर हेरेर मनमा नै भनिरहेको छु, यदि प्रेम साकुरा जस्तै हो भने म चाहन्छु हाम्रो सम्झना पनि हरेक वसन्तमा यसै गरी फेरि फुलिरहोस्। धन्यवाद। धेरै धेरै धन्यवाद विश्वबन्धु भण्डारीज्यूलाई सुन्दर कविता र मुक्तको लागि। फुलको नमुस्कुराऊ साकुरा भए नि पर्व फुलको नमुस्कुराऊ साकुरा गुराँसमा फुल्छु मै छलाल देश टाकुरा नपारी जात झै तिमी सुवासमा मगाउने नपारी जात झै तिमी सुवासमा मगाउने मलाई जन्मभूमिको सदैव याद आउने मलाई जन्मभूमिको सदैव याद आउने। सम्पूर्णमा एकमुष्ट साहित्यिक नमस्कार गरे। यो चिसो मौसममा शिशिरको चिसो सिरेटोलाई धरतीमा अन्त्य गर्दै यति बेला वसन्तको प्रवेश भएको छ, ऋतुराजको आगमन भएको छ। यस सँगसँगै देशमा पनि ऋतुराजको आगमन भए चाहिँ आभास भइरहेछ सम्पूर्ण नेपालीहरूमा। केही नयाँ युवा जोस जाँगर सहित नयाँ आश बोलाएको छ। यस सम्बन्धी कविता छ मसँग आज। ऋतुराजको आगमन। फुल्छन् फुल बसन्तले शिशिरको ठन्डी हटाएपछि धरती हाँस्छ खुलेर यो समयमा बाधा घटाएपछि एउटै मौसम हुन्न जीवन सधैँ हिँड्दैन एकै गति कालो बादल हट्नु पर्छ बता बाँकी भएका जति कालो रात हटे सकसका काला अँधेरीहरू कर्णाली अब उठ्छ बता मेची र फेरिहरू झुल्के घाम सधै बिहानी पख भो धरती उज्यालो भयो झुल्के घाम सधै बिहानी पख भो धरती उज्यालो भयो न्यानो स्पर्श
धन्यवाद। धेरै धेरै धन्यवाद यहाँलाई। मेरै घरको बाटो हिँड्थ्यो, मेरै घरको बाटो हिँड्थ्यो, हाँसी हाँसी पहिले मेरै घरको बाटो हिँड्थ्यो, हाँसी हाँसी पहिले पानी पानी बार्यौ अरे हो, पानी पानी बार्यौ अरे पधेरीको अहिले, पधेरीको अहिले थाहै नदी जिन्दगीको पाटो फेरिदियो। मैले गल्ती के गरेर हो, मैले गल्ती के गरेर साटो फेरिदियो। थाहै नदी जिन्दगीको नाता फेरिदियो। हराएको म विदेशको फुलबीच आफ्नै मन खोज्दैछु म। पहियोको बोट मुनि मकै गर्दाको त्यो पसिना आज शब्द बनेर झर्छ कवितामा भिजेको सम्झना। आमाको हातको खाजा मकै र भटमा ठडियाको अचार आज कुराको फेद मुनि बसेर परिकार खाँदा किन हुन्छ मन हतास। लय मिल्छ शब्द बग्छ तर भावनाले थाम्दैन आँसु। कविता लेख्दा लेख्दै पनि म फर्कन्छु केही आफ्नो गाउँतिर बारम्बार जान्छु। साकुराको फुलको पात झर्दा लाग्छ कसैले बोलाए जस्तो फर्केर आऊ भन्छन् कि क्या हो मेरी आमा। आमाको आवाज झैँ सुनिन्छ साकुराको सुस्केर झैँ। आज साकुराको फेद मुनि शब्दहरू मात्र बोलिँदैनन्, यो त मुटुको टुक्राहरू सम्झेर बोलिन्छन्। यो कागजहरू यो कागजमा बग्दै बग्दै थामिँदैनन्। जन्मभूमि कर्मभूमि दुवैको कथा समेटिएको छ मेरो हरेक हरफभित्र। एउटा गाउँमा एउटी आमा भेटियो। आजको कविता यति मात्र। साकुरा र कैयौँ बिचको दूरी तर भावनामा छैन कुनै मुरी। अहिले यसपालि मुक्तक सुनाउन चाहन्छु। चाहना मनमा के थियो चाहना मनमा के थियो चाहना मनमा के थियो कतै जोडियो अनि कतै छोडियो, कतै जोडियो अनि कतै छोडियो। मेरो देश म तिम्रो काखमा छैन, मेरो देश म तिम्रो काखमा छैन। म यति बेला साकुराको फेद मुनिबाट म मेरो देश सम्झिँदैछु। मेरो देश म तिम्रो काखमा छैन तर बोलि नै रहेछ आशाको दियो, तर बोलिरहेछ आशाको दियो। तिमी आगो भन्दा म पानी बनाउला, तिमी आगो भन्दा म पानी बनाउला। मेरो राजा तिमी म रानी बनाउला, मेरो राजा तिमी म रानी बनाउला। रिसाए नि फेरि एक अर्कालाई हेरी, रिसाए नि फेरि एक अर्कालाई हेरी। नमेटिने एउटा कहानी बनाउला, नमेटिने एउटा कहानी बनाउला। जन्म र मृत्युको रीत कसैको, म अर्को अन्तिम मुक्तकमा छु। जन्म र मृत्युको रीत कसैको, जन्म र मृत्युको रीत कसैको, बाजी कसैको जित कसैको। जन्म र मृत्युको रीत कसैको, बाजी कसैको जित कसैको।
प्रतिस्पर्धा त क्षणमै सकिन्छ महासचिवज्यू, प्रतिस्पर्धा त क्षणमै सकिन्छ, प्रतिस्पर्धा त क्षणमै सकिन्छ। नहोस् कहिल्यै अहित कसैको, नहोस् कहिल्यै अहित कसैको। हस्त धन्यवाद। धेरै धेरै धन्यवाद। नहोस् कसैको अहित कसैको। धेरै धेरै धन्यवाद दिपा घिमिरेज्यूलाई। केही मुक्तकहरू सुनाउँछु म। थापाई थापाई पिएको विष मिठो हुँदो रहेछ, थापाई थापाई पिएको विष मिठो हुँदो रहेछ, प्रेम पनि काटेपछि 24 मिठो हुँदो रहेछ। थापाई थापाई पिएको विष मिठो हुँदो रहेछ, प्रेम पनि काटेपछि 24 मिठो हुँदो रहेछ। म बचपनै थिएँ यिनका हरकतहरूमा, म बचपनै थिएँ यिनका हरकतहरूमा। ओठमा ओठ जोडेर खाएको किस मिठो हुँदो रहेछ, ओठमा ओठ जोडेर खाएको किस मिठो हुँदो रहेछ। अर्को छ, गर गर 2-4 गल्ती प्रेममा माफी गरेर जान्छु, गर 2-4 गल्ती प्रेममा माफी गरेर जान्छु, हदै गरे 2-4 वर्ष फेरि मरेर जान्छु। गर गर 2-4 गल्ती प्रेममा माफी गरेर जान्छु, हदै गरे 2-4 वर्ष मरेर जान्छु। अजम्बरी पाएको रहेछौ यो प्रेममा, अजम्बरी पाएको रहेछौ प्रेममा। म पारिजात हुँ उज्यालो नभई झरेर जान्छु, म पारिजात हुँ उज्यालो नभई झरेर जान्छु। आज फुलहरूको राजा साकुरा हुन सक्छ, आज फुलहरूको राजा साकुरा हुन सक्छ, हजुरलाई नि मनपर्ने केही कुरा हुन सक्छ। आज फुलहरूको राजा साकुरा हुन सक्छ, हजुरहरूलाई नि मनपर्ने केही कुरा हुन सक्छ। यहाँ पूर्णतामा संसार खोजिरहेछन् गुरु, यहाँ पूर्णतामा संसार खोजिरहेछन्। सुन्दरता आधा चन्द्रमामा पनि पुरा हुन सक्छ, सुन्दरता आधा चन्द्रमामा पनि पुरा हुन सक्छ। श्रृङ्गारको के कमी हुन्छ फुलले सजाउँला तिमीलाई, अरे श्रृङ्गारको के कमी हुन्छ फुलले सजाउँला तिमीलाई। तिमी आएनौ भने बरु मेरै इच्छा अधुरा हुन सक्छ। तिमी हिँड्दा वायु पङ्खी चाल निकालेर हिँड्नु, अरे तिमी हिँड्दा वायु पङ्खी चाल निकालेर हिँड्नु। मलाई मनपर्ने बाजा तिम्रो पाउजु अनि चुरा हुन सक्छ। धेरै धेरै धन्यवाद नवीन कडेलज्यूलाई। यस कार्यक्रमको संयोजक एमलाल कडेलज्यूलाई आफ्ना भनाइहरू राख्नको लागि अनुरोध गर्न चाहन्छु। भन्छु भन्छु सबै मनमा भाकुरा, गुराँसको रङ्ग भुल्नै सकिन, जति सुन्दर फुलो साकुरा। गुराँसको रङ्ग भुल्नै सकिन, जति रङ्गीन फुलो साकुरा। नमस्कार सबैलाई। त्यो धेरै औपचारिकता नजाउँ, धेरै नबोलौँ, सबैले ग्रुप फोटो खिच्ने भन्नुभएको छ। म कार्यक्रम संयोजकको तुलिँदै गर्दा यो प्रकृतिको पानी हावाहुरीको निकै चुनौती थियो, त्यसको बावजुद पनि आज हाम्रो पवित्र उद्देश्य थियो हाम्रो परिकारसँगै रचनाको सङ्गम भन्ने एउटा उद्देश्यसहित हामी आत्मीयता साटासाट गरेको थियो। धेरै नबोलौँ होला, सबैलाई धन्यवाद। कार्यक्रमलाई चौतर्फी सहयोग गर्नुहुने सम्पूर्णलाई आत्मैदेखि कृतज्ञता प्रकट गर्न चाहन्छु। म धेरै बोलिनँ है, धन्यवाद सम्पूर्णलाई। धेरै धेरै धन्यवाद एमलाल कडेलज्यूलाई, यति सुन्दर कार्यक्रमको संयोजन गर्नुभयो। यहाँलाई फेरि पनि एकपटक धेरै धेरै धन्यवाद दिन चाहन्छु र हार्दिक आभार व्यक्त गर्न चाहन्छु। हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ। म कार्यक्रमको समापन गरिदिनु हुनको लागि आनन्द अधिकारीज्यूलाई बोलाउनुभन्दा अगाडि म पनि सोधो बिदा हुन्छु। कहाँ देखु कहाँ भेटु हरेक पल लागिरहन्छ, कहाँ देखु कहाँ भेटु हरेक पल लागिरहन्छ, बिर्सन्छु भन्छु सम्झना तिरै पल लागिरहन्छ। कहाँ देखु कहाँ भेटु हरेक पल लागिरहन्छ, बिर्सन्छु भन्छु सम्झना तिरै पल लागिरहन्छ। थाहा छैन खै के जादु गर्यौ तिमीले, थाहा छैन खै के जादु गर्यौ तिमीले, मलाई तिम्रै मायाको तलतल लागिरहन्छ। कहाँ देखु कहाँ भेटु हरेक पल लागिरहन्छ, बिर्सन्छु भन्छु सम्झना तिरै पल लागिरहन्छ। यतिन्जेल हाम्रो कार्यक्रम सुनेर साथ दिनुभयो त्यसको लागि यहाँहरू सबैमा हार्दिक आभार व्यक्त गर्न चाहन्छु र आगामी दिनमा पनि यहाँको यस्तै साथ सहयोग रहिरहन।
इच्छा भइदियो पुरा कति राम्रो साकुराले मोहनी लागो बगेको खोला फेरि भेटा होला कि नहोला Bye.